गोल मस्ट बी स्मार्ट इन प्रोजेक्ट म्यानेजमेन्ट हैन। यसबाट के बुझ्न सकिन्छ त स्पेसिफिक गेट इट क्लियर। अब गोल चाहिँ के हुनुपर्छ त क्लियर हुनुपर्छ। त्यसपछि एम भनेको मेजरेबल, ह्याभ क्वालिटेटिभ एन्ड क्वान्टिटेटिभ क्वालिटिज हैन, दुईटै नाप्न पनि सकिनु पर्यो नम्बरमा, अनि त्यसपछि त्यसको गुण पनि हामीले चाहिँ नाप्ने हुन सक्ने पर्यो। त्यसपछि ए भनेको एग्रीड, यु एग्री टु द गोल एन्ड सो डु अदर्स एफेक्टेड बाई इट। हामी गोलमा एग्री गरेको छ कि छैन त हैन, राखेको गोल हामीले यति उपलब्ध पाउँछौँ पछि यो प्रोजेक्ट चलाएपछि भन्ने कुराहरू चाहिँ हामीले एग्री गर्न पर्ने हुन्छ हैन। रियलिस्टिक पाउने सम्भावना बोकेको चाहिँ हुनु पर्यो हैन। त्यसपछि टाइम भनेको एउटा चाहिँ समय पनि तोकिएको हुनु पर्यो, डेडलाइन पनि हुनु पर्यो। अब 10 वर्ष प्रोजेक्ट छ 5 वर्षको, अब 10 वर्ष लाग्ने खालको चाहिँ हुन भएन हैन। अब रुल अफ प्रोजेक्ट म्यानेजमेन्ट के छ त, नेभर स्टार्ट अ प्रोजेक्ट विदाउट क्लियर गोल्स। बिना गोलको चाहिँ प्रोजेक्ट हुँदैन।